आज पनि तपाईहरुमा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। लाइफस्टाइल यस्तो छ, साथीहरु गाइड गरिराखन्। मेरो फर्स्ट भिडियो त्यही भएर चाहिँ फर्स्ट भिडियो त भन्न मिल्दैन, अरु भिडियोहरु नि छ, तर यसरी बोल्न चाहिँ आज चाहिँ मेरो मेन काम चाहिँ भिजा थप्नेको प्रोसेस गर्नु छ। मैले पासपोर्ट अपडेट गरेको छैन। अब गरौँ भने नि अब मन्थली 10-12 लाख रुपैयाँ आइराख मेरो एकाउन्टमा, अनि त्यो देख्यो भने भिजाको मान्छेहरुले केही खाकुनिन गर्दैनन्। त्यही भएर नि मैले अपडेट गरे हैन। सो गाइज 8 बजी सकेको, 8:30 बजी सकेको छ। अब चाहिँ रेडी हुनु पर्यो। अब नसुती भने गएको जानै पर्यो, पढ्नै पर्यो। के गर्ने, यसको लागि पढ्ने हो। अब तिमीले बस्ने हिजो मैले त्यहाँ कतिखेर आउने थाहा थिएन, कतिखेर आए नि लेखेर भनेर त्यहाँ चर्च हामी यस्तै राखेको थिएँ मैले चिपाएर। पछि त्यहाँ बिहान आएर आफै लेखिदिएर अस्ट्रेलियाबाट अस्ति भर्खर 5 लाखको जुत्ता हेर्नुहोस्, साथीले गिफ्ट पठाइदिएको। तिमी मन्थली कति स्यालेरी खान्छौ रे? 5 लाख? ए 7 लाख भनेको थियो है अस्ति। आज त फेरि 3वटा काम भ्याइराख्यो, 8 लाख पुग्छ होला है। चतर लाएर म 10 लाख खान्छु, उहाँ साथीसँग 8 लाख जति खाने रहेछन्। अलि लेभल फेरि यस्तो प्याक हुन्छ नि। नेपालको छ यो चाहिँ 1 करोड 20 हजारको, यो चाहिँ 20 लाखको 20,000 हुन्छ। यो अब काट्छ बिस्तारै। अब घाँटीमा बस्यो, अब काट्छ अनि त्यही हो। हवाईजहाजहरू आउँछ नि, ठक्क अड्काएर घर बनाउँछ। तिम्रो सपना आकाशमा घर बनाउने टक्क अड्केको। ओ माय गॉड। सो फाइनल्ली गएको नि सक्यो। गएको सकेर रुममा आइसकेका छौँ हामी आफ्नै रुममा। सो गाइज वेलकम छौँ फेरि पनि मेरो नयाँ भ्लगमा। आज पनि तपाईहरुमा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। भर्खरै कामबाट आएर आधा घण्टा सुतेर फेरि कलेज पढ्ने टाइम भइसक्यो। अनि लाइफस्टाइल यस्तो छ, साथीहरु गाइड गरिराखन्। मेरो फर्स्ट भिडियो त्यही भएर चाहिँ फर्स्ट भिडियो त भन्न मिल्दैन, अरु भिडियोहरु नि छ, तर यसरी बोल्न चाहिँ आउँदैन। महाशाला नगाई चतर उठ्नै पर्यो, गएको जानै पर्यो, पढ्नै पर्यो। आज चाहिँ मेरो मेन काम चाहिँ भिजा थप्नेको प्रोसेस गर्नु छ। मैले पासपोर्ट अपडेट गरेको छैन। अब गरौँ भने नि अब मन्थली 10-12 लाख रुपैयाँ आइराख मेरो एकाउन्टमा, अनि त्यो देख्यो भने भिजाको मान्छेहरुले केही खाकुनिन गर्दैनन्। त्यही भएर नि मैले अपडेट गरे हैन। 1 हप्ता कन्टिन्यू भइसक्यो। हाम्रो प्रिन्सिपलले गरेर आइजो भनेको, गरेकै छैन मैले। देख्यो भने भिजै आउँदैन गाइस। अब महिनामा 10-12 लाख स्यालेरी आउँछ ड्याम। अनि त्यसपछि जापानिजहरुले त याबै कसरी आयो यसरी भने चाहिँ के गर्ने, भिजै नदिने के गर्ने। त्यही भएर गरे हैन। अब गएकोमा त्यही सरी गाइस, गएको भने चाहिँ स्कुल बुझ्नु, कलेज बुझ्नु। अब गर्छु होला गाइस, सायद अब गर्छु म। के गर्छु भन्दा त पासपोर्ट अपडेट गर्छु। हेर्नु होला कति स्यालेरी आउँछ। अहिले त 1 करोड पुगिसक्यो होला हो अपडेट गर्यो। हेर्नुहोस् है, 7 स्टार, फेरि 7 स्टार हो है। 7 स्टार विजय गेस्ट हाउस हो साथीमाको। विजय गेस्ट हाउसबाट उहाँले राम्रो नाम दिनुभएको। एउटा आफ्नै व्यवसाय बिजनेस खोलेर बस्नु भएको छ उको काप्चोमा। आनन्द जे सुकै गरे नि, जसलाई ल्याएर जे गरे नि आनन्द। विजय गेस्ट हाउसमा
तपाईँले फी भन्नुभन्दा 1-2 दिन आएर रुममा खानासाना बनाइदिने त्यति भयो पुग्यो उहाँको सर्भिस। सो गाइज 8 बजी सकेको 8:30 बजी सकेको छ। अब चाहिँ रेडी हुनु पर्यो। अब नसुती भने गएको जानै पर्यो, पढ्नै पर्यो। के गर्ने यसको लागि पढ्ने हो। अब तिमीहरू साथी आउँदाखेरि जापानमा आउँदाखेरि ध्यान पुऱ्याएर आउनु होला। आउनु जापानमा केही छैन कि अत्तालिङको काम छ भने महिनाको 10-12 लाख रुपियाँ खाइरहेको छु। त्यही भएर त आज अपडेट गर्न गइरहेको छु। पासपोर्टमा हेर्नु होला है, मेरो अपडेट त्यो पासबुक अपडेट गर्छु अनि कति स्यालेरी आउँछ। आउनुहोस् दाजुभाइ दिदी बहिनी जति हुन्छ डिपेन्डेन्टमा आउनुहोस्, स्टुडेन्टमा आउनुहोस्, वर्किङमा आउनुहोस्। जापान यस्तो रमाइलो छ, चिल पाडामा के मलाई देख्नु भएन। आयो कामबाट राति आयो, कति बिहान 8 बजे आयो, आधा घन्टा सुत्यो, 8:30 बजे अब रेडी भएर गइराख्नु। तेल घस्दै हुनुहुन्छ, चमेलीको तेल है, जापानिज तेल, एकदम प्योर जापानिज तेल घस्दिएर कलेज गइरह। यहाँ चाहिँ विजय गेस्ट हाउसमा आएको। अब ब्रस गर्नु पर्यो, चतर लाएर। खै हामीले पालो दिउँ त, यसो हामी मुख हात धौँ, ढिलो भइसक्यो। हामीहरूले बस्ने चट्टर आएर के जातिर हो ह हिजो मैले त्यहाँ कतिखेर आउने थाहा थिएन, कतिखेर आए नि लेखेर भनेर त्यहाँदेखि खाना चर्च हामी यस्तै राखेको थिएँ मैले चिप्काएर। पछि त्यहाँ चोटी बनाएर आफै लेखिदिएर होइन कति लेखिदिए 10 लाख 20 हजार लेखिदिए महिनाको स्यालेरी। चट्टर लाएर अब गएको जानु पर्यो। अस्ट्रेलियाबाट अस्ति भर्खर 5 लाखको जुत्ता हेर्नुहोस्, साथीले गिफ्ट पठाइदिएको होला। साथीले गिफ्ट पठाइदिएको। गएको जाँदाखेरि लाउने म्याचिङ छैन त। चच्चर लाएर कतै लाउँछ कोही जापानमा बसेर। फेरि हाम्रा हन्डा साइकल पुरै फेरि मेरो भने 500 सीसीको है, यो 500 सीसीको मेरो चाहिँ यति ठुलो छ, खुट्टै पुग्दैन के भुइँसम्म। मेरो चाहिँ 500 सीसीको यो। होइन यसले 1030 सम्मको स्पिड लिमिटेड छ यसको। अनि त्योभन्दा बढी हाक्यो भने 2000 सम्म पुग्छ यसको। नयाँ हालले गर्दा त अहिलेसम्म कसैले बनाएको छैन यो। अनि साइकल हेर न, अहिलेसम्म यत्रो साइकलमा कोही चढा साइकल हेर न। हामी त डेली बोलिदिन्छौँ नि होइन। ए आजभोलि कुन एप आयो हामीहरूको नोमी मोनोहरू त्यो जुसहरू फ्री दिने? नेपालीहरू त छोड्दैन फेरि यस्तो आयो भने। मैले स्वर्ग कि परि पाहौँ अझ कस्तो राम्रो केटी भन्ने हो र तिमी।
अब फेरि कसैको यहाँ पैसा बढी भएर झोलामा पैसै अति राखेनन् हेर त झोलाको चैन समेत खुलै छ पैसा बढी भएर पुरै सिक्काहरू छन् क्या हो साइडतिर गइरहेको त कति डलरहरू छन् डलरहरू साइडतिर वजन बढी भएर साइडतिर गइरहेको ब्याग तिम्रो तिमी मन्थली कति स्यालेरी खान्छौ रे 5 लाख ए 7 लाख भनेको थियो है अस्ति आजभोलि त फेरि 3वटा काम भ्याइरहेको 8 लाख पुग्छ होला है 74 लाएर म 10 लाख खान्छु उहाँ साथीसँग 8 लाख जति खाने रहेछन् अलि लेभल मिलेन त्यही हो म काम लगाइदिन्छु अब तिमीलाई रोक 10 लाख पाउँछ मन्थली म काम लगाइदिन्छु बरु यस्ता हेल्पफुल मान्छे छन् फेरि पैसा झर्ला भनेर अर्काले चेन लगाइदियो फेरि झोलाको यही हो हामीले जहाँसम्म जापानमा बस्नको लागि भिजा थप्नको लागि एउटा बाटो हामीहरूको मेरो भिआर पार्किङ भयो है अब यसलाई यो चाहिँ चोर बाटो पछाडिबाट जाने हामीहरूको मेन बाटो भने अगाडि छ यो चाहिँ मेन बाटो हो हामी पनि चोर बाटो फेरि यस्तो प्याक हुन्छ केही बोलिन है म पुग्छ जाऊ साथी हामी माथिदेखि जाउँ राम भाइ Genki desu ka? Genki desu. Rukhaya. Ya. Ke 5 तलासम्म जान मरेको जुनी हुने यार आइगा हामी ग्लास चतर लाएर हामीहरूले अब एकछिनमा हामी बजे आउनुहुन्छ पढाउन अनि त्यसपछि बन्द गर्नु पर्ने हुन्छ हामीहरूले बजे पढाउन आउनुहुन्छ ओ नाइस हेर न आज साथी मैले अस्ट्रेलियाबाट अस्ट्रेलियाबाट नेपालबाट चिया लिएर आएको साथी नेपालको चिया यो चाहिँ 1 करोड 20 हजारको यो चाहिँ 20 लाखको 20,000 हुन्छ यो सँगै अरू चिज यो बिस्किट नि दिएको छ नोटबुक यहीँ रहेछ आयो जाइमास हाम्रो बजै हामीलाई पढाउने बजै हो यो आयो जाइमास भन्नुपर्छ प्लिज ओ बुढेसकालमा नि कति हट भयो यो हेर त 40 को भयो गयो खायो करोडको माल खायो है चिसो लाग्ला जस्तो भयो रे
फलामले फलाम काट्छ भनेर आइसक्रिम खाइदिएको रे झन् चट्टै घाँटी बसेको रे काट्यो नि त अनि अब काट्छ बिस्तारै अब घाँटीमा बस्यो अब काट्छ अनि कुन घाँटी नि काट्नु पर्ने हो क्या त्यही हो फलामलाई काट्छ चिसो लाग्यो भने चिसोले काट्छ भने ओइ बुक बुक हो ल म चाहिँ बुक अनि त्यसमा जे उठाएर चाहिँ त्यही Ayo, Bidi. Batas Bidi silahkan tiga dekat aku pada. Kami sama. Ayo ke? खतरा पढिदिरहेको त साथी हामी मात्र टपर हो भनेको त सबै टपर रहेछ नि त क्लासको म यहाँ कति साह्रो साथीहरू यसरी बुझ्छन् मनको भावना मेरो बुढी बुझ्ने छैन त्यस्तो गर्दिन अब बजाइले पढाउनुहुन्छ एकछिन ल म यहाँको इन्ट्रो जानुहोस् अघि कपी गरेर थाहा पाएन ध्यानै छैन साथीको सन्चरी हेरेर आउँदै कलेजमा यहाँ सुरुमा हाजी मेरो लु टाइप गर अब टाइप अहिले बच्चाको सिकाएर हुन्छ हरेको भइसक्यो प्रो भन्नु त टाइपिङमा प्रो भन न प्रो त्यो हवाईजहाजहरू आउँछ नि ठक्क अड्काएर घर तिम्रो सपना आकाशमा घर बनाउने टक्क अड्केको ओ माय गॉड सौदाहरू नि के भने अर्थ क्या के भन्नु फेरि भन त मिनिङ पृथ्वी हो क्या के हो भने देवता खै टङ्काले दिएन एउटा देउता एउटा देऊ Chico más serio, según de harina sayo. No es ni tanto mitir no. Dentro sí da todo lo de. Ini kau desain option ni ada tak? Aku ni ada. Masih di bawah. Kunci. Jangan ada yang ada. Dari yang ini ada. Masam ada. तिमीले मेरो अघि मिस्टेक गर्दै साथी कहाँ काम लगाइदिएर माथि देखा थिएँ मैले त्यो नि नेक्स्ट त अब कहाँ जाउँ भने कस्तो मैले अगाडि त देखेँ हो दिन त्यो 1.5 सेट लेखेर यहाँ काकीले गर भनेर गरेर सबै मैले केही छक्कै छैन त्यो
सो फाइनल्ली गएको पनि सक्यो गएको सकेर रुममा आइसकेका छौँ हामी आफ्नै रुममा कहिले के पकाएन क्या तिमीहरूको दाइ आएर पकाउँछ होला विजय गेस्ट हाउसबाट सर उत्रिनु भयो खानासाना छैन त्यत्तिकै भोकै छु त काममा जाऊ नबनाऊ पल्टेर मुहालेर एक विजय गेस्ट हाउसमा छिर